हेलो वेलकम टु कोलेक्स नेपाल। सबैजनालाई स्वागत छ मेरो न्यू ब्लगिङ भिडियोमा। अनि आज असार 25 गते बिहान 5 बजे उठेर बाबा र म खेत गयौँ हैन। अनि खेत गएर अलिकति त्यो कोलोहरु मिलायौँ अनि बिउहरुलाई मिलाएर अनि ठाउँ ठाउँमा राखेर आएको। अनि आज चाहिँ म ब्लगिङ बनाउँदै छु रोपाईको है। अनि भर्खर फर्के खाजा लिनको लागि खाजा खानको लागि घर आइपुगेको छु म। अनि आज रोपाईको भिडियो बन्दैछ। भिडियो फुल हेरेर लाइक सब्स्क्राइब र शेयर गरिदिनु होला। अनि फिडब्याक पनि दिन नबिर्सिनु होला है। ल अब म खेततिर जाँदैछु। बिहानै बाबासँग चाहिँ म बिहानै बाबासँग चाहिँ म 5 बजे गएर आइसकेको छु हैन। अब त्यहाँनिर अलिकति कोलाहरू मिलाउनु पर्ने, आलीहरू मिलाउनु पर्ने, धानहरू अनि बिउ छरेर आएको। अब चाहिँ म खेततिर जाँदैछु। पुरै खेतीहरू हैन, खेत छ यहाँ सबैजना। आज सुप्रेको रोपाई छ। हाम्रो चाहिँ रोपाई सुरु भइसकेको छ। म अलिकति ढिलो भयो। म घर पुगेर अलिकति खाजा खाएर फर्केको खेततिर हैन जाँदैछु। मलाई फोटो खिच्न पाइरहेछ। मलाई रोपाई हो, रोपाईको बन्दैछ। हाई भन्न ल जा हैन। के भन्नु हुँदैन? हाई भन्न। हाई। कोलेक्स नेपालमा सब्स्क्राइब गरिदिनु भन्न। रहेछ र यो ठ्याक्कै अब यहाँबाट चाहिँ पुरै तपाईँ लालगढ देख्न सक्नुहुन्छ है। ठ्याक्कै लालगढ चोक यो लालगढ चोक भयो, हस्पिटल चोक। यो भनेको खैटकी, यो धनौजी, यो पारी गाउँ। हिलो छ हिलो। फेरि मोबाइल बिर्सेँ नि मैले। मार्ने हो मलाई। अब मोबाइल अहिले पनि छुटेको थियो, लिएर आइजाउनु भएको थियो। मैले बिर्सेँ मोबाइल ल्याउनु फेरि योपालि पनि। अनि आज चाहिँ मैले यो भिडियो चाहिँ क्याप्चर गरेको छु मेरो 9 गोप्रोबाट। अनि म यसको डिस्क्रिप्सनमा पनि लिङ्क हालिदिन्छु। मेरो अगाडि नै अपलोड भइसकेको छ भिडियो है, हेर्नु होला। हामी हैन, अब यो हाम्रो खेत हो, रोपाई हुँदैछ। 3 जना जन आन्टीहरू लाउनु भएको छ। अनि मम्मी पनि हुनुहुन्छ है, अलिकति ड्याडी हुनुहुन्छ। यहाँबाट चाहिँ पुरै मजाले देखिन्छ, पुरै गाउँ लालगढ गाउँ देखिन्छ पुरै। उता चाहिँ बिउ फाल्दै हुनुहुन्छ। काल्ने गुलो किन हाल्नु? त्यता आउँदैछु।
कोल्याक्स हजुर भाइ के लिएर आएको भएको अरे पूजाको सामग्री हो के भन्नुलाई धानको पूजा गर्नलाई पसन्द आयो गर्दैछु कोल्याक्स दाइको च्यानलमा लाइक सब्सक्राइब गरिदिनु कोल्याक्स नेपाल अहिलेको रोपाइमा पहिला जस्तो रमाइलो चाहिँ हुँदैन है पहिला के हुन्थ्यो भन्दाखेरि चाहिँ रोपाइमा गीत गाइन्थ्यो हैन गीत गाइन्थ्यो अब गोरु जुतिन्थ्यो यो अहिले गोरु लगाइदिन ट्र्याक्टर अहिले मोडर्नाइज भएर ट्र्याक्टर लगाइन्छ अनि पहिला चाहिँ रमाइलो गरिन्थ्यो बुढा बाजे हुनुहुन्थ्यो हैन त्यसरी गीत गाइने भाकामा तर अहिले चाहिँ छैन क्या त्यस्तो अहिले चाहिँ सबै बिजी मान्छे भएर आउने रोपाइ गर्ने जाने त्यस्तो छ हैन अहिले जेनेरेसन अनुसार चेन्ज भएको छ लु लु ल गरिस् खान्छ तैँले कोको बोकाइस् कहिले रोपाइ तपाईँको मेरो यहाँ 31 गते 31 गते आज चाहिँ बिउ छर्ने राख्ने उता रोप्दैछ नि उता रोप्दैछ भयो कपालो मिग्रेछ ल 2078 सालको रोपाइ पनि सक्यो हाम्रो रोपाइहरूलाई आज खैरो अब घर फर्किँदैछु अलिकति सिन देखाउँछु तपाईँहरूलाई म यहाँबाट Should I work against the flow, a drop in the
यो चाहिँ पुरा लालगढ हेर्छ नि त बादल मस्त त्यति गर्मी पनि छैन आज शीतल छ ल राम्रो भिडियो बनाएको छु हजुरहरूले राम्रोसँग हेरिदिनुहुन्छ होला पुरै हेरिदिनुहुन्छ भने आशा गर्दछु हजुरहरूलाई इन्टरटेन पनि हुन्छ होला होइन लालगढको रोपाइ हो अनि भिडियो फुल हेरिदिनु होला हेरेर लाइक सब्सक्राइब र सेयर गरिदिनु नयाँ जो हेर्नुहुन्छ नयाँहरूले पनि सब्सक्राइब गरिदिनु होला है अनि भिडियो के कस्तो लाग्यो फिडब्याक दिनु होला फिडब्याक दिँदाखेरि राम्रो हुन्थ्यो मलाई होइन अनि मेरो मिस्टेकहरूलाई म इम्प्रुभ गर्न सक्छु अझै त्यही भन्दै अब यो भिडियो म यहीँ एन्ड गर्न चाहन्छु र मेरो अर्को नयाँ च्यानल फ्लेक्स ग्याजेटलाई पनि लिङ्क राखिदिन्छु तल त्यसलाई सब्सक्राइब गरिदिनु भिडियोहरू हेरिदिनु होला